जापानिजको माग कस्तो चिसो हुन्छ भनेर सोच्ने तपाईले यो भिडियो हेर्नुस्। नमस्ते, मेरो नाम के हो? म नेपाली बोल्ने जापानिज हो। आजभोलि जापानिजहरुको मन चिसो छ भन्ने मान्छेहरु धेरै देखेको छु। यो कुरा किन यस्तो लाग्छ भने हामी जापानिजहरु काम र प्राइभेट छुट्टै सोचेर गर्छौं र काममा चाहिँ एकदम सिरियस भएर गर्छौं। त्यसैले कामको बेर कसैले करायो भने यो मान्छे कति चिसो रहेछ भन्ने लाग्न सक्छ। र अर्को कुरा चाहिँ जापानमा 12 करोड भन्दा बढी जनसंख्या भएकोले सबै मान्छे एउटै हुँदैन। राम्रो मान्छे पनि हुन्छ, स्ट्रिक्ट मान्छे पनि हुन्छ र केही मान्छे चिसो पनि हुन्छ। सच्चै भन्नु पर्दा पहिला मैले पनि नेपालीहरु सबै एकदम राम्रो हुन्छ भनेर सोचेको थिएँ। मैले टिकटक सुरु गरेपछि धेरै सपोर्ट पनि पाएँ, तर सबै राम्रो हुन्छ भन्ने चाहिँ होइन। पानीमा रुजेर भए पनि तपाईहरुको लागि महत्त्वपूर्ण इन्फर्मेसन हो भनेर खिचेको भिडियोमा एआई भन्ने कमेन्ट आउँदा म लोको पनि छु। त्यो बाहेक पनि एआई भन्ने मान्छे धेरै छन् र जापानिज भएर अलि मङ्गोलियन टाइपको नेपाली जस्तो देख्ने भएर यो नेपाली नै हो भन्ने मान्छेहरु धेरै नै छन्। मलाई सामान गर्नुस् चाहिँ भन्दैन, तर त्यो कमेन्टबाट मान्छेको चित्त दुखाउने र मेरो मेहनतलाई एकदम डिसरेस्पेक्ट गरेको हो भन्ने कुरा चाहिँ राम्रोसँग बुझ्नुहोस्। गर्न हुने र गर्न नहुने मजाक पनि हुन्छ। इन्ट्रेस्टिङ कुरा के हो भने मेरो भिडियो हेर्ने मान्छेहरु 90% भन्दा बढी रिपिट भ्युअर हुनुहुन्छ, तर यसमा फलोवर 10% भन्दा कम हुनुहुन्छ। त्यसैले मलाई लाग्छ जापानिजहरु सबै चिसो हुँदैनन् र नेपालीहरु पनि सबै चाहिँ राम्रो हुँदैन। तर यदि हजुरहरुले कन्टेन्ट राम्रो लाग्छ भने फलो गरिदिनुस्। धन्यवाद, नमस्ते।